रवि लामिछानेलाई भनेका थियौँ तपाईँ दलितको मुद्दाप्रति झुक्नुहुन्छ कि हुन्न भन्दा उहाँले झुक्छु भन्नुभयो, लेख्नुहुन्छ कि हुन्न लेख्छु भन्नुभयो, कति नम्बरमा लेख्नुहुन्छ 1 नम्बरमा लेख्छौँ भन्नुभयो, 1 नम्बरमा लेख्नुभयो। यहाँलाई धन्यवाद छ। त्यो कुरालाई स्वीकार गर्नुहुन्छ, स्वीकार गर्छु, म जान्दछु, म मान्दछु सम्माननीय सभामुख महोदय, अहिलेको जिउँदो कोही पनि गैर दलितले यो जात बनाएको होइन, म यो कुरा जान्दछु। तर समाजमा भएको त्यो घृणा र त्यो पीडा सहेर बसेको दलितलाई त्यो क्षमा याचना गर्ने त्यो आँट, त्यो साहस कसैले गरेको थिएन। त्यो आँट गर्नुभयो, त्यो साहस गर्नुभयो अहिलेको सम्माननीय प्रधानमन्त्री र सम्मानित पार्टी सभापतिजीलाई म हृदयदेखि नै चाहन्छु। मेरो कुरा टुङ्गाउँदै गर्दा म यहाँलाई हृदयदेखि नै आभार प्रकट गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले जसरी क्षमा मागेको छ, अहिलेको सरकारले जसरी क्षमा मागेको छ, अब यो बुरालाई एउटा नीतिगत रूपमा एउटा विधिगत रूपमा एउटा स्थापित गर्नुपर्नेछ। वर्षौँदेखि अन्याय र अत्याचारको त्यो तल परेर बसेको एउटा समुदायले त्यो न्यायको महसुस गर्नेछ। यति कुरा राख्दै यो बाँके 3 नम्बर क्षेत्रबाट म निर्वाचित भएर आएको छु। म एउटा समुदायबाट पनि प्रतिनिधित्व गर्दै गर्दाखेरि यो कुरालाई मैले यहाँ बोल्दै गर्दाखेरि बाँके 3 नम्बर क्षेत्र लगायत देशैभरिका मतदाताहरूलाई म हृदयदेखि नै आभार प्रकट गर्न चाहन्छु। संसारले लखेटेको बेला, संसारले बजारमा हाम्रो पुतला जलाएको बेला, संसारले त्यो घृणा र त्यो पीडा दिएको बेलामा बाँके 3 नम्बर क्षेत्र र यो देश हाम्रो पक्षमा उभिनु भएको छ। म सबै मतदाताहरूलाई तपाईँले मतदान गर्नुभएको छ, परि आएछ भने हामी तपाईँको लागि जीवनदान गर्न तयार हुनेछौँ। यति कुरा म तपाईँहरूको बिचमा राख्न चाहन्छु।